एक्लै भयो नि त अनि त्यही भएर बडाउसँग कुरा गर्दै आएको म एक्लै भए तापनि मेरो छ नि साथीहरू बुढो पाका एक्लै भयो भनेर कहिले पनि मन सानो बनाउनु हुँदैन साथीहरू जसले जे भने पनि जे गरे पनि होइन मन सानो बनाएर बस्नु हुँदैन मान्छेले केही गर्दा पनि राम्रो देख्दैन साथीहरू यस्तै छ दिनहरू यसरी नै बित्दैछ मेरो घर अहिले कता हिँड्नु दिदी अब भिडियो बनाइदिइहालेँ लु बनाइदिइहालेँ टिफिन जानुभएको